Hey guys, welcome back to my new video. आज फेरि नयाँ भ्लग बनाउँदैछु। आजको भ्लगको मेन कुरा चाहिँ के भन्ने नि गाइज, आज हिजोबाट मैले सबैतिरबाट मेरो सोसल मिडियाहरू सब डिएक्टिभेट गरेँ। सबै मैले डिलिट गरिदिएँ। अबदेखि चाहिँ म 2 मन्थ चाहिँ म एक्टिभ हुँदिनँ कुनै पनि उसमा। फेसबुक, इन्स्टाग्राम, हजुरको टिकटकदेखि लिएर सबै उडाइदिएँ। अब एक्टिभ भनेको युट्युबमा मात्र हुन्छु। जे भयो भने जे बोल्यो पनि युट्युबमा मात्रै हाल्छु। कुनै अब टिकटक भिडियो केहीमा हाल्दिनँ। टिकटक सिकटक यो फेसबुक 2 महिना जति चाहिँ म केही चलाउँदैन। म अलिकति मेरो भएर झन् यो टिकटक सिकटक चलाउने भएर भिडियोहरू पनि त्यस्तै आउने, इन्स्टाग्राममा रिल्सहरू पनि त्यस्तै आउने। त्यही भएर चाहिँ मैले ब्रेक लिने, यो सोसल मिडियाबाट जतिसक्दो ब्रेक लिने डिसिजन लिएँ। 2 महिना चाहिँ म यो कुराहरूमा एक्टिभ नै हुन्न। अब बरु युट्युबको सर्ट्स हेर्छु, युट्युबमा फिल्महरू हेर्छु, त्यही गरेर बस्छु। अनि मेसेन्जर चाहिँ छ, त्यो मम्मीहरूसँग बोल्नलाई चाहिँ मेसेन्जर राखेँ हो, नत्र त मैले त्यो पनि डिलिट गरिदिन्थेँ, त्यो पनि राख्दिनँ थिएँ। अनि अर्को कुरा के भन्ने नि, खासमा मैले हिजो चाहिँ डिलिट गरेँ हो। अहिलेसम्म इन्स्टलहरू केही गरेको छैन। 2 महिना त म सोच्दा पनि सोच्दिनँ त्यो बारे। सो अस्तिको भिडियो कस्तो लाग्यो? अस्तिको भिडियोमा चाहिँ खासै भ्युज पनि गएको रहेनछ, तर ठिक छ, इट्स फाइन। अब कहिल्यै काहीँ हाल्यो भने चाहिँ अलिक धेरै भ्युज जाँदो रहेछ। यसरी अहिले मैले कन्टिन्यू जस्तो हालिरहेको छु नि त। अहिले काम पनि छैन गरेको, काम पनि अहिले पाएको छैन। त्यही भएर अनि अहिले चाहिँ मैले कन्टिन्यू अनि ब्रेक पनि लिएको छु भनौँ। कति ठाउँ पाएको पनि छ तर नगएको। अस्तिको भिडियोमा चाहिँ खासै भ्युज गएको पनि थिएन। अब भ्युज चाहिँ भने पनि अब म टाइम पासको लागि भए पनि भिडियो बनाउँछु, नत्र त अरू के हो छैन। अरूहरूसँग बोलेर बसौँ भन्यो भने अलि नहुँदो रहेछ, मन पनि खासै नलाग्ने रहेछ। त्यस्तो अब अलिक कस्तो हुने रहेछ कि त्यो फिल, त्यो भाइबै नआउने रहेछ। अब बिस्तारै हुन्छु होला। अब 2 महिनापछि चाहिँ मेरो ओल्ड भर्जनवाला अर्कै सुभाष देख्नु हुन्छ तपाईँहरूले। अलिकति आफूमा चेन्जेसहरू ल्याउनेछु म, त्यत्रो नै चेन्जेसहरू ल्याउनेछु। पहिला जे थियो त्यस्तै नै हुनेछु अब। त्यही भएर 2 महिना चाहिँ यो सोसल मिडिया, यो टिकटक इन्स्टाहरूबाट सबबाट ब्रेक, नो मोर। अब भिडियोहरू पोस्ट भयो भने सिर्फ युट्युबमा हुन्छ, त्यो पनि यही ब्लगहरू पोस्ट हुन्छ। अब आफूमै वर्क गर्छु। अब यो फाइट चाहिँ मेरो लागि हो, म सेल्फ फाइट गरिरहेको छु आफूलाई, आफूभित्रका उसलाई निकाल्नलाई। पहिला जे थियो, अब जे भयो अहिले रिसेन्टली, त्योहरूबाट चाहिँ अलिकति हिल हुनलाई चाहिँ मलाई अलिकति ब्रेक चाहिएको छ। अब साथीहरूले पनि कति धेरै सजेस्ट गर्यो, कति धेरै गर्यो त्यही। अनि धेरै सपोर्ट गरेको छ मलाई मेरो साथीहरूले, विशाल, स्वरूप, जति पनि छ यो भतिजहरू सबैले सपोर्ट गर्यो। साँच्ची मेरो उनीहरूले गरेर पनि अहिले धेरै नै मलाई सजिलो भएको छ। यिनीहरूले लास्ट मोटिभेट गर्यो यस्तो उस्तो हाम्रो पनि। अनि त्यही भएर अहिले म अलिक स्ट्रङ भएँ। अब त्यति धेरै स्ट्रङ त अझै पनि छैन भनौँ। म अलिकति काइन्ड अफ सेन्सिटिभ टाइपको मान्छे छु। अलिकति मलाई सानो कुराले पनि अलिक हर्ट हुन्छ। त्यही कुरा माइन्डले त्यही कुरा सोचे गरेर झन्गारो बनाइदिएर हुन्छ। अनि उनीहरूले चाहिँ मलाई धेरै हेल्प गर्यो मेरो जर्नीमा, धेरैभन्दा पनि धेरै छ। म जति बेला पनि उनीहरूसँग, विशालहरूसँग कलमा बोलेर बस्थेँ, अरू साथीसँग, अरू साथीसँग उनीहरूले चाहिँ लास्टै हेल्प गरायो। त्यो चाहिँ मान्छु म। मैले पनि गरेको थिएँ कुनै टाइममा, उनीहरूले पनि गर्यो। अनि म मेरो भाइ बहिनीहरूले पनि ब्लग हेर्छ, आर्यन भाइ अनि स्वर्णिमहरूले। म मेरो ब्लगको थ्रुबाट अब सबैलाई अब इन्डिभिजुअली कल गरेर त सम्झाउन सक्दिनँ। म ब्लगको थ्रुबाट के भन्छ, तिमीहरू कुनै केटीलाई अब गर्लफ्रेन्ड केही बनाउँछ भने त्यो गर्लफ्रेन्डसम्म मात्रै तिमीहरू एजुम गर, मान। त्योभन्दा धेरै तिमीहरू म सपना देख्ने यहाँ त्यहाँ त्यस्तो कहिले पनि नसोच। म त्यही भन्छु तिमीहरूलाई, तिमीहरू नराम्रोसँग पछुताउँछौ। जे छ तिमीहरूको गर्लफ्रेन्ड छ, के छ, त्यो गर्लफ्रेन्डसम्म मात्र राख। सिरियस नै नहो तिमीहरू। जति नै जे भए पनि सबै त्यस्तै हुँदैन भन्लौ तिमीहरूले। त्यो केटीले भन्ला, तिमीहरू केटीले हुन्छ। पछि तिमीहरूले सुभाष दाइले भनेको थियो भनेर बुझ्छौ। मलाई पनि सिकाएको थियो, मलाई पनि
मेरो दाइले मैले खै किन सुनिनँ केही कुराहरू पनि। आफू मात्र जिद्दी भएर हुँदैन हेर भाइ हो, तिमीहरू अहिले नै मेरो ब्लग हेरेर बुझ्छौ भने, रियलाइज गर्छौ भने गर। बरु त्यस्तो चाहिँ भन्दिनँ, तर पनि सिरियस चाहिँ नहो हेर। अब बनाइहाल्यो यतिकै उमेरमा भन्छ होइन, बनाइहाल्यो भने पनि त्यो गर्लफ्रेन्डसम्म मात्र जे भए पनि हाइहेलो गर्लफ्रेन्डसम्म मात्र बनाइहाल्यो भने पनि, म त नबनाउने भन्छु। नभए त तिमीहरू पछि लास्टै नै हुन्छौ। यदि इफ बनिहाल्यो भने के छ त होइन, बनिहाल्यो भने चाहिँ के भन्छु भने त्यो गर्लफ्रेन्डसम्म मात्र पछि गएर यस्तो उस्तो सपना देख्छ, यति धेरै सपना देखाइदिन्छ तिमीहरूलाई नि, तिमीहरूले त्यो सोच्न पनि सक्दैनौ। त्यो भ्रममा त्यो उसमा चाहिँ नपर भन्छु म। मसँग अरूहरूसँग सबैसँग हुन्छ, म मात्र पकाएन। मैले फेरि ब्लगमा यो कुराहरू धेरै रिपिट गरिरहेको छु। म त्यही नै भन्छु, तिमीहरू पनि त्यस्तो नहुँ। सो अलिकति स्मार्ट हुँ, कसैको म्यानिपुलेट गरेर तिमीहरूको दिमागसँग खेलेर तिनीहरूकै बसमा नबस भन्छु म चाहिँ। आफू अलिकति स्मार्ट हुँ, कसले तिम्रो दिमागमा के खेल्दैछ, के कुराहरू लाउँदैछ अगाडि नै हुँ। त्यो तिमीहरूलाई चाहिँ यो ब्लगकोबाट अलिकति अवेरनेस पनि होस् भनेर पनि भने हो मैले। तिमीहरू अलि सानै छौ, तिमीहरूलाई गर्छ क्या, तिमीहरू पनि अलिकति मिठो बोल्दै यादै हुन्छौ कि तिमीहरू पनि। त्यसपछि म त्यही मात्र भन्न चाहन्छु तिमीहरूलाई। अब अरू त त्यस्तै हो। आर्यनले के भन्दै थियो भने हिजो दाइ ब्लग अलि ठुलो हाल्नु, लङ 30-35 मिनटको हाल्नु। अब हाल्न मन त हुन्छ नि, अब तेरो दाइले यहाँ फोन अपडेट गराएको छैन हेर, अनि अपग्रेड गराएको छैन। अनि त्यो यो फोनमा मेरो कति फोटोहरू त सब डिलिट भइसक्यो कि, फोटो भिडियो। त्यही पनि के छ भने स्टोरेज पुग्दैन नि त। अब तेरो 64 GB चाहिँ यताउति केले भरिरहेको हुन्छ। अनि त्यो मैले 10 मिनटको भिडियो पनि हालेको थिएँ नि, तैँले भनेको थियो नि त 10 मिनटको मात्र नहाल्नु, अलिक लामो त्यो 10 मिनटको हाल्नु भने 20 मिनटको भिडियो रेकर्ड गर्नुपर्छ, त्यसपछि काटे गर्नुपर्छ। अनि पो 10 मिनटको पनि जान्छ त। कहाँ जे बोले जस्तो पायो त्यस्तो हालेर मात्र हुँदैन नि त। त्यस्तो लास्ट कालो देखिरहेको छ यहाँ, झ्यालहरू सबै डिम लागेको छ क्या, ब्राइटनेस पनि बढाएको छैन, लास्ट कालो देखिरहेको छ। हाल्छु भोलि पर्सि। अब फोन लिएछु भने त्यसपछि अलिकति धेरै जिबीवाला, धेरै महँगो भन्दा पनि त्यो अलिकति 256 कति जिबीवाला लिन्छु। त्यसमा चाहिँ अब 20-25 अलि लङ भिडियोहरू ब्लगहरू बनाएर हाल्छु। हाल्नु त हाल्छु, ब्लग त अब हाल्न छोड्दिनँ। अब सहारा भने पनि जे भए पनि अलिकति एउटा बोल्ने मेरो नै यही हो, क्यामेरा नै हो। क्यामेरासँगै बोल्छु, आफ्नो जति पनि छ भित्रबाट जे पनि एक्सप्रेस गर्छ। अब मान्छेहरूलाई एक्सप्रेस गरेर त हुँदैन हेर, मान्छेहरूलाई सुनाएर के गरेर हुँदैन। म क्यामेरालाई नै यहीँ भिडियोमै एक्सप्रेस गर्छु, भिडियोमै हाल्छु। अब जसलाई जेसुकै लागोस् होइन, मतलब होइन, त्यही गर्ने हो। अब ब्लग चाहिँ हाल्छु नै होला सायद। बाहिर चाहिँ अलिकति अक्वर्ड लाग्छ, कति भित्रको मात्र ब्लग बनाएको दाइ भनेर होला होइन। आर्यनले अब अरू भाइहरूले भनेको सबैले त होइन, कति भित्रको मात्र ब्लग बनाएको दाइ भनेर। बाहिर अलिक अक्वर्ड लाग्छ, बनाउँछु। मेरो अर्को प्लान के छ भने म कलेजमा चाहिँ एउटा ब्लग बनाउँछु। सबैलाई त देखाउँदिनँ होला, अलिकति लाग्छ, एकजना साथीहरूलाई देखाउँछु कलेज चाहिँ कस्तो हुन्छ, कस्तो क्लासको कोचहरू भाइ तास खेलेर बसिरहन्छ, म त्यो देखाउँछु। यस्तो पनि हुन्छ र भन्छौ तिमीहरूले होइन। म आज कुन डे त्यो पनि बिर्सेँ मैले। म साथी चाहिँ मोबाइल हेरेर छ, म कलेजको देखाउँछु। अनि साथी सेयरहरू पनि गरिदिनु होला, अलिकति आफ्नो क्लोज फ्रेन्डहरूमा सेयर गरिदिँदा हुन्छ। सबैलाई सेयर गर्नुपर्छ भन्ने पनि छैन, आफ्नो क्लोज फ्रेन्डहरूलाई सेयर गरिदिनु होला। अलिकति मेरो च्यानलले रिच पाओस्, थोरै भयो नि। अब त्यस्तो खतरा कन्टेन्ट त छैन कि अब महिनैमा अब के भन्छ अरे त्यस्तो सब्सक्राइबरहरू गेन हुने। अलिक त्यसको लागि थम्बनेल कडा, कन्टेन्टहरू कडा हुनुपर्छ। अनि मान्छेहरू थाहा छ त्योहरू पनि, तर अहिले अब सिक्दै जाऊँ न। भर्खर त फेरि यहाँ आएर मैले कति ग्याप लिएँ, त्यसपछि गऱ्यो भने त म थम्बनेल पनि दामी हानिदिन्छु, कन्टेन्ट पनि हानिदिन्छु कि हान त। तर अहिले चाहिँ अलिकति रुममै बोलौँ, सिक्दै जाऊँ अगाडि। अनि त्यसपछि त म ग्रो गरिहाल्छु नि। योहरू आउँछ नआउने होइन, त्यो थम्बनेलहरू एडिट गर्न त राम्रैसँग गरिदिन्छु कि।
पछि हाल्छु म त्यस्तो हजुरहरूले भने जस्तो जस्तै दामी हजुरहरूलाई पनि मनपर्छ घुमेको सुमेको अहिले अलिकति पहिला आफू फाइनेन्सियल स्टेबल होइन आफै कति भएको छ त्यही 2 महिना जति 2 महिनाभन्दा थोरै अलिकति धेरै भयो अनि त्यसपछि अनि अलिकति पैसा फाइनेन्सियल स्टेबल भयो त्यति धेरै नभए पनि अलिअलि स्टेबल भए पनि टाढा टाढा घुमेको समुद्रहरूको अलिकति घुमेको भ्लगहरू हाल्छु त्यो चाहिँ तपाईँहरूलाई मनपर्छ थाहा छ यस्तो रुममा बसेर यस्तो कालो हुनाले यत्तिकै बोलेको मात्र त काम गर्नुपर्छ र अनि त्यो भ्लगहरू पनि आउँछ सो त्यति बेलासम्म यही भ्लगहरूमा अलिकति उ गरिदिनु होला हेरिदिनु होला अनि हिजोको भ्लग कतिलाई मन पऱ्यो कि मन परेन त्यो त थाहा भएन तर अहिले त ठिकै हाल्यो जस्तो लागेको थियो मान्छेहरूले कसैले चाहिँ अलिकति ठिक छैन भनेर भनिरहेको थियो अब हेर्छु अब म बिस्तारै अहिले त म बिस्तारै त्यो यति त्यति नै ऊ छ भने पछि म त्यसलाई प्राइभेट गरिदिन्छु अहिले यो चाहिँ पनि जसको पनि बारेमा यो मेरो रिसेन्ट इन्सिडेन्टहरूको बारेमा बोलेको छु तर उनीहरूको फ्याक्चुअल कुरा नै हो त्यो त्यसको नै फेक होइन अनि त्यो हेरौँ पछि फाइट गर्न पनि सक्छु नगर्न पनि सक्छु इट्स अल डिपेन्ड अन मी मेरो इच्छा हो मेरो चोइस हो मैले पनि गर्न सक्छु मेरो पनि राइट छ होइन अनि हाम्रो चाहिँ खानासाना पनि पाकिसक्यो तर हामी खाएको चाहिँ छैनौँ अहिले के भन्छ भने हामी सुतेको 4 बजे त्यसपछि फेरि सबभन्दा अगाडि उठ्ने म 4 बजे सुते पनि अगाडि उठ्ने म अनि त्यसपछि उठ्यौँ अहिले मेरो सुत्ने सेड्युलहरू पनि मिलेको छैन कामहरूबाट पनि ब्रेक छ सेड्युलहरू पनि मिलेको छैन सुतेको 4 बजे उठेँ 10 बजीतिर खासै सुत्नु पनि हुँदैन अब हुन त स्टुडेन्ट भएर अनि त्यसपछि यसरी यो टाइमहरूमा साँढे सुत्ने भनेको धेरै सुत्ने भनेको त्यो बच्चा बेलामा कि काम होइन बच्चा बेला मात्र हो अनि के भन्दै थिएँ म कस्तो बिर्सेँ के भन्दै थिएँ कस्तो बिर्सेँ भने यादै आएन अब हिलिङ प्रोसेसमा छु गाइज तपाईँहरूले मलाई चाँडै नै यो कपालहरूमा अलिकति ऊ देखिरहेको छैन होला भोलि पर्सि कपाल अलिक टाइमपछि 2 महिनापछि यो कपाल झप्प देख्नुहुन्छ त्यसपछि पुरै ऊ भइदिने हो ब्लेन्ड भइदिने टक्ला भइदिने हो ब्लेन्ड भन्छ कि ब्लन्ड भन्छ कस्तो बिर्सेँ पुरै ऊ भइदिने हो टक्ला भइदिने हो त्यो भएर फर्स्ट टाइम पाल्यो घर हुँदा त मम्मीले कराई कपाल काट भनेर जबरजस्ती म त अनि काटिदिन्थेँ यत्रो सानो लाग्थ्यो चाहिँ फर्स्ट टाइम पाल्यो हो मैले कपाल कहिले पालेको थिएन यस्तो लामो चाहिँ अब 2 महिना जति पाल्छु त्यसपछि चाहिँ 2 महिनापछि चाहिँ तपाईँहरूले मलाई अर्कै नै चेन्जेस देख्नुहुन्छ चाहिँ म अहिले त्यति धेरै ऊ त छैन आफूसँग प्लिज ह्याप्पी त्यति धेरै त छैन तर 2 महिनापछि हुन्छु चिल अलि फाइनेन्सियल स्टेबल पनि हुन्छ होला होस् अनि त्यसपछि यताउता घुमिन्छ पैसा हुन्छ चिल हुन्छ 2 महिनापछि पहिला जस्तो हुन्छ कहिलेकाहीँ चाहिँ अलिकति भित्रैबाट ऊ लाग्दा चाहिँ के हुन्छ भने मलाई अलिकति हुन्छ नि अलिकति कस्तो हुँदा भनौँ न अब यस्तो आफ्टर त्यो इन्सिडेन्ट पछि त्यो इन्सिडेन्ट भन्ने के भन्छ भयो त्यसपछि कहिलेकाहीँ चाहिँ अलिकति के अलि भित्रबाट अलिक नराम्रो लाग्दा के हुन्छ भने चाहिँ म कसरी पनि मोटिभेट हुन्छु भने अलिक ऐनामा हेर्छु होइन ऐनामा हेर्छु ठिकै छ त राम्रै छ जस्तो लाग्छ क्या आइहाल्छ नि हो जति पनि त हिरै सस्तो जस्तो हुन्छ कि साँच्चै नै म चाहिँ एकदम सेल्फ अब्सेस्ड मान्छे हो म आफूले आफूलाई नै अति मन पराउने खाले मान्छे पहिलाबाट नै मलाई अरूले मलाई के भन्छ मलाई त्यसमा खासै फरक पर्दैन तर आफूले आफूलाई चाहिँ म लास्ट ऊ गर्ने खाले मान्छे हो सेल्फ अब्सेस्ड अति हो ममा चाहिँ त्यसको चाहिँ अति छ म नुहाउन जाँदा पनि आफ्नो अनुहार हेरेर त्यहीबाट पनि मोटिभेट हुन्छु त्यस्तो हिरै जस्तो हो जस्तो लाग्छ त्यो चाहिँ यहाँ भन्दा आई डोन्ट नो मैले यो एडिट गरेर यो फाल्न पनि सक्छु यो कुरा चाहिँ होइन मलाई जे लागेको मनबाट त्यो चाहिँ भन्दा हो सो तपाईँहरू पनि त्यस्तो कुराहरूमा अल्झेर नबस्नु होला मलाई मेरो घरबाट अति मोटिभेट साथीहरूले अति मोटिभेट हाने जुन कुरा हो पनि यो सब दादाले भने सब यो टेम्पोरेरी स्याडनेस रहेछ गाइज जुन कुरा फ्याक्ट 100% तपाईँ कराउनु होला 1-2 दिन हो 2-3 दिन हो
त्यो मान्छेको बिहेभियर सम्झिनुहोस्, त्यो मान्छेले गरेको ऊ सम्झिनुहोस्, त्यसपछि तपाईँलाई केही हुँदैन। त्यो अलिकति मेमोरिजले हिट हान्ला, मेमोरिजले ऊ हान्ला, त्यो फ्ल्यासब्याकहरूले ऊ होला, त्यो सब त्यो टेम्पोरेरी स्याडनेस, टेम्पोरेरी ऊ हो के। तपाईँ टेम्पोरेरी स्याड हुनु होला, त्यो 1 दिन 2 दिन 3 दिन बिर्सिनुहुन्छ कि त्यो कुराहरू। तपाईँलाई चिल लाग्छ, तपाईँ फेरि पहिला जस्तै खुसी हुनुहुन्छ। म पनि त्यस्तो धेरै त भइसकेको छैन कि, तर जति पनि थियो सुरुको दिनहरूमा, त्यो सुरुको दिनहरू चाहिँ अलिकति मैले पनि फेस गरेँ। अलिकति क्रिटिकल सिचुएसन जस्तो नै अलिकति थट्सहरू अति नराम्रो आइदिने के हुने हुँदो रहेछ के। अनि युट्युबमा हेर्थेँ क्या म, हाउ टु मुभ अन लाइक त्यस्तोहरू हेर्थेँ कि होइन। त्यही अनि सुत्ने बेला पनि पोडकास्ट, लिटरली पोडकास्ट मैले उ गरेर प्ले गर्थेँ, अनि त्यसपछि इयरपोड लाएर त्यसरी सुत्थेँ क्या म। स्टिल अझै पनि गरेर हुन्छु, किनभने अब इङ्ग्लिस पोडकास्ट लगाइदियो, त्यसपछि अलिकति झ्याउ कस्तो लाग्छ नि त। अनि त्यसपछि अनि त्यही भएर त्यही पोडकास्ट सुनेरै सुत्दिन्थेँ। अहिले पनि त्यही गर्छु, स्टिल पनि म त्यही नै गरिरहेको छु। त्यही हुन्छ गाइज। यो सब भनेको यो जे पनि त्यो केही दिनको लागि मात्र अलिकति नरमाइलो लाग्ने। लाइफ यति ब्युटिफुल, यति प्रिसियस छ नि गाइज, कसको के त्यस्तो हुँदैन। तपाईँ हेर्नुहोस्, अब मैले हुन त मैले तपाईँहरूलाई सम्झाइरहेको छु, म आफै सम्झिनु पर्ने मान्छे हो है यो कुराहरू। तर मैले सब सम्झिसकेर मैले चाहिँ के भन्न खोजेँ, मेरो भाइहरूलाई भन्न खोजेँ हो, स्पेसली होइन। बुनुहरू त बहिनीहरू मेरो सानो छ, उनीहरू बच्चै छ। मेरो भाइहरूलाई भन्न खोजेँ हो, एकदम लाइफ एकदम प्रिसियस छ। हेर भाइ हो, कहिले पनि त्यस्तो नसोच। जहिले सोच्ने आफ्नो परिवार, हामी भनेको छोरा मान्छे जहिले पनि आफ्नो परिवारको लागि बाँच्ने हो। हामी हाम्रो लागि भन्दा पनि आफ्नो परिवारको लागि बाँच्ने हो, जसले हाम्रो बुवा मम्मीले के गरेका छन् त्यो हेर्ने हो। जस्ता तपाईँ कति टाइममा मलाई त्यस्तो थट्सहरू आउँथे, सब छोड्दियो, गिभअप सिभअप टाइपको हुन्छ नि थट्सहरू चाहिँ आउँथे। झुटो के बोल्नु, गिभअप हान्दियो। तपाईँ गिभअप सिभअप केही नहान्नु, तपाईँमा पेसेन्स राख्नु, तपाईँले गर्न सक्नुहुन्छ। पेसेन्स हुन पऱ्यो। आज भएन भोलि भएन, पर्सि भएन, ठिक छ, निकोर्सी पनि भएन, हुन्छ एक दिन, अर्को दिन हुन्छ, निकोर्सी पछिको दिन हुन्छ। पेसेन्स राख्नुहोस्, हुन्छ, 100% हुन्छ त्यो। पेसेन्स राख्नु, आफूमा सेल्फ बिलिभ पनि एकदम मोस्ट इम्पोर्टेन्ट छ। फर्स्ट कुरा त सेल्फ बिलिभ पनि राख्नुपर्छ, सँगसँगै पेसेन्स हुनु पऱ्यो, तपाईँको धैर्यता हुनु पऱ्यो। कतिसम्मको धैर्य गर्न सक्नुहुन्छ। मेरो यो भएन त्यो भएन, ला म डिप्रेस छु, यसले छोड्यो उसले छोड्यो, नेभर। त्यस्तो कुराहरूमा अल्झेर नबस्नुहोस्, हुन्छ तपाईँको पनि। तपाईँको भएन, फलानु उहाँ यति कमायो, चिलानु उहाँ, त्यस्तो केही नराख्नु, हुन्छ। तपाईँ आफूमा सेल्फ बिलिभ राख्नु, मेरो पनि एक न एक दिन भइहाल्छ नि, किन नहुने हो र। मान्छे 40 वर्षमा गएर यस्तो गरेका छन्, 45 वर्षमा गएर यस्तो गरेका छन्, उनीहरू त हार माने छैन, हामी किन मान्ने। त्यस्तो सोच्ने हो। आफूले माथि गएको मान्छेहरूलाई मात्र हेर्ने होइन कि, आफूभन्दा तलको मान्छेहरूलाई पनि हेर्ने। आफू जुन ठाउँमा छ, अरू झन् कति छन् त्यही ठाउँमा आउन स्ट्रगल गरेका छन्, के गरेका छन् होइन, त्यो पनि त हेर्ने हो नि हामीले। अब चाहिँ म चाहिँ एकदम मोटिभेट, मेरो साथीहरूले अति मोटिभेट बनाइसक्यो। स्वरूपले, अरू साथीले, सबैले गराएको छन् होइन। 1-2जनाको मात्र नाम लिन्न म, किनभने अरूलाई अलिकति हुनसक्छ, अनफेयर हुनसक्छ होइन। सबैले गराएको छन् मेरो घरबाट, अति मोटिभेट भइसक्यो। अब चाहिँ खत्रै चिल हुनेवाला छु एकदम। अब गेम मैले जानिसकेँ, जुन गेम पनि खेलियो होइन। आमा त्यो स्क्विड गेम भन्छ नि, स्क्विड गेम थियो नि त्यो, यो कोरियाकै होला सायद त्यो स्क्विड गेम। त्योभन्दा पनि खत्रै गेम खेलिएछ। म एउटा क्यारेक्टर परेँ, जुन क्यारेक्टर चाहिँ लास्टसम्म पुगेन, पछि त्यो क्यारेक्टरको हिरोहरू चेन्ज भएछ। हिरोहरू नै भन्छ लिटरली, त्यस्तो भयो। त्यस्तो भयो, ठिक छ। अब अर्को उसमा जान्छु नि त, के भयो त, एउटा क्यारेक्टर एउटा उसबाट अर्को फिल्महरू खेल्छु नि त, अर्कोतिर जान्छु नि त भन्न खोजेँ मैले चाहिँ है। ठिक छ,
नाइस प्लेड, प्लेयर नै खतरा रहेछ नि त। गाइज केही दिन मात्र हो यो मैले यस्तो मेरो कुराहरू निस्किरहेको त्यो त्यसपछिको भ्लगहरूमा त्यही भन्दैछु त मैले ब्रेक लिएँ त्यसपछिको भ्लगहरूमा मेरो मैबाट कुरा हुन्छ, तपाईँहरूसँग कुरा हुन्छ, त्यसपछिको यो पास्ट केही पनि कुरा हुँदैन, त्यसपछिको फ्युचरको कुरा हुन्छ। अनि म तपाईँहरूलाई अलिअलि एक्सप्लोर गरेर देखाउँछु, खासै त्यस्तो एक्सप्लोर गर्न जानेको छैन होइन। जे जति पनि